साहेब बंदगी, साहेब बंदगी, साहेब बंदगी। संत कबीर का मौलिक ग्रंथ बीजक ग्रंथ को सद्गुरु श्री आज्ञा साहेबबाट नेपाली भाषामा व्याख्या गर्नुभएको पुस्तकमा पारक सिद्धान्तका विशिष्ट सन्त पूज्य श्री प्रेम साहेबको परिशोधन यस प्रकार छ। प्रखर प्रतिभा सम्पन्न सन्त सम्राट श्री कबीर देवको निर्णय वाणीलाई अत्यन्त कल्याणकारी दर्शन ठानेर विश्वका एक भन्दा एक वरिष्ठ बुद्धिमान विद्वजन पनि अधिक आकृष्ट भई चिन्तन मनन गर्दै आइरहेछन्। यस्तो खास उहाँकै वाणीका संग्रहको अनुपम कोश रूपी एकमात्र यो बीजक हो। यसमा सम्पूर्ण मानवलाई असर गराउने, अमर गराउने अमृतमय हितैषी सुमधुर रस भरिएकोले आफ्ना समारोहका समयमा समस्त शिक्षक व्याख्याताहरूले यसभित्रका पदहरू परम प्रमेय दिव्य प्रमाणका रूपमा ज्वलन्त रूप दिई मुक्त कण्ठले वर्णन विवेचन गायन गर्दै आइरहेका छन्। सत्यका अनुसन्धाता र अध्येताहरू यी पदहरूकै अधिकांश निर्णयमय तथ्य आधार पाएर सत्य स्वरूप देशमा शान्त हुन यसैबाट अलौकिक अद्वितीय अखण्ड शक्ति निकाल्दछन्। बीजक रूपी रत्नाकरलाई मथेर कल्याणका अनेक सामग्री रूपी रत्न बटुली आफ्नो जीवनमा निहाल बन्दछन्। समस्त दार्शनिक मनीषीले खुला हृदयबाट एक स्वरले भनिरहेछन्, सन्त कबीरले साँच्चीकै आफ्नो कुशाग्र बुद्धि निर्मल विवेकद्वारा अकाट्य कथन र सत्य आचरण रूपी अति पाइन्दार वञ्चरो प्रहार गरेर मिथ्या पाखण्डको पट्टेर बृहत वन फाँडी छ्याङछ्याङ्ती पारेर मानवमा परस्पर परम मैत्री भावबाट मर्यादापूर्वक चल्न, बोल्न, व्यवहार गर्न यो अपूर्वको सोझो पक्का मूल सडक निर्माण गरी मुक्ति पद देखाइदिनुभयो। गुरु कबीरको देन यो ग्रन्थको कति कति महानुभावले आफ्ना समझ अनुसार व्याख्या, टीका, टिप्पणी गरेका छन्। अझ भविष्यमा अरू कति कति भाषा रूप लिएर विभिन्न विचारबाट निस्कँदै रहनेछन्। यसमा मूल ग्रन्थकर्ताबाटै स्पष्ट रूपमा भन्नुभएको छ, सबै प्राणी परस्पर प्रेम सहानुभूति सम्पन्न हेलमेलबाट नङमासु समान बनी बस। आत्मा, परमात्मा, ब्रह्म, ईश्वर, मालिक, अल्लाह आदि सार तत्त्वमाथि अति गढेर विवेक गर। सम्यक सार तत्त्वलाई नै ग्रहण गर। यसैबाट तिम्रो पूर्ण पाण्डित्य र काजीपना झल्कने, चम्कने र प्रख्यात हुनेछ। सत्य, कल्याण, धर्म, भक्ति भनी समस्त धार्मिक पन्थद्वारा जे जति मानिए ठहरिएका छन् तिनमा यो सत्य र यो असत्य हो भन्ने जस्ताको तस्तो पारख कसरी हुन सक्दछ? यसको उत्तरमा उहाँ स्पष्ट शब्दमा बताउनुहुन्छ, वेद, कुरान, बाइबिल आदि प्राचीन ग्रन्थ र अरू अनेक पुस्तकका आडबाट नाना मत पन्थादिद्वारा ईश्वरीय वाणीका धाकमा लाटा, सुधा, निमुखा प्राणीको घात गर्नु नै पुण्य मानियो। मानिसमै वैर विरोध उत्पन्न गराइयो। अदृश्यका कल्पनालाई नै सबैको मूल आधार कायम गरियो। सृष्टि प्रकृतिका नियम अनुसार स्वयं व्यवहार गर्दै आएर पनि सृष्टि नियमकै विरोधी कुरा अनादि विश्वको उत्पत्ति प्रलयको कल्पना गरी अनेक पुस्तक रचिए।
तिनैको मान्यतामा मानिसहरू एक दोस्राका रगतको प्यासा बने, मारकाट अनेक उत्पात गर्न लागे, अहंकारी बनेर कपट पाखण्ड गर्दै सत्यबाट सर्वथा रित्ता बनी सन्तप्त रहने भए। यस्ता अनुचित काम कुरा देख्दा सुन्दा उहाँको मुटु अति चस्कन लाग्यो। असह्य भएर यसैबाट पहिले सत्यको अनुसन्धान गर्नुभयो। विवेक अन्वेषण गर्दा गर्दा उहाँबाट परम सत्य पहिलियो। त्यही सत्यमा स्वयं आरूढ भई अक्षय अखण्ड शान्तिको अनुभवलाई चरितार्थ गरी देखाउनु पनि भयो। अरू अनेक अनुगामी जनलाई समेत उही भूमिकाको स्थिति बनाउने सन्देश प्रदान गर्नुभयो। यिनै आचरणहरू दृढ धारणा गराइदिनको लागि आफ्नो बीजकबाट मानवीय बुद्धिको केस्रा केस्रामा विवेकपूर्वक सार सत्य भरिदिई असार अमृतलाई परित्याग गर्ने साहस प्रदान गर्नुभयो। सम्यक बोध र स्थिति प्राप्तिको लागि दुई प्रकारको शैली उहाँको देन यो बीजकबाट पाउँछौँ। उलटवासी अर्थात् अधिकारी वर्गमा खोजीको जिज्ञासा उमार्न अनुभवपूर्ण युक्ति प्रदान गर्नु, हुन पनि व्यक्तिमा खोजी गर्ने क्षुधा नजागी उपदेशरूप भोजन कसरी ग्रहण हुन सक्छ र सरल स्पष्ट युक्तिको निमित्त खुला तर्कद्वारा शोधनी गर्नु र ज्ञान बाण सोझै प्रहार गरी साथै सरल बाणीमा आफ्नो सत्य मन्तव्यको सूचना दिनु, अरू सिद्धान्तको पनि सत्य कुरा जति आफ्नै सम्झी सारग्राही बन्ने, सबैको जीवन सफल बनाइदिने उद्देश्यबाट स्वयं आचरणमा उत्रनु, मानव मात्रलाई शिक्षा दिनु, सबैबाट उपलब्ध प्रेम र उपहासलाई खपेर पनि आफ्नो सद्भाव स्पष्ट बनाउँदै रहनु उहाँको पूर्ण गौरवता हो। विशेष अर्थ लेखकको भाव ग्रन्थबाट अवगत हुने नै छ। उसमाथि सुज्ञजनले मूल वचनबाटै सर्वसन्धि आशय बुझी सदाचार स्वरूप स्थिति बनाउने नै हुनाले यहाँ त केवल सामान्य जनको निमित्त यो ग्रन्थ एउटा पथ प्रदर्शक वा स्मृतिदाता बनोस् भन्ने भावबाट संक्षेप बताउने भावना लिएको हुँ। अब यत्तिकै स्मरण गर्दछु। महामानवको अन्तःकरणबाट सहज प्रस्फुटित भएका वाणी समूहरूप यो पुस्तकको अर्थभाव तपाईँ हामी सहित समस्त मानवमा साधार ग्रहण होस्, यसैमा सबैको साँच्चीकै भलाइ छ। सद्गुरु कबीर साहेब की जय।